सबैलाई नमस्कार। आज पनि म तपाईहरुको बीचमा एउटा विषयवस्तु लिएर उपस्थित भएको छु। के छ तपाईहरुलाई मेरो कुरा सुन्न मन छ भने मैले भन्छु, तर सुन्नुहुन्छ होला किनभने मैले भिडियो बनाउन सुरु गरिसकेको छु। त्यसकारण मैले यो कुराहरु भन्नै पर्छ। तपाईले सुन्ने नसुन्ने कुरा तपाईको हो र मैले आफूले भन्नुपर्ने कुराहरु मेरा आफ्ना कुराहरु हुन्। रेडियो माध्यममा मैले नेपालकै सामाजिक हैन यहाँको राष्ट्रिय परिस्थितिको बीचमा रहेर हामी चाहिँ बाँच्नु परेको छ, हामी यहाँ चाहिँ चल्नु परेको छ, हामीलाई यो देशको प्रणालीमा सुधार चाहिएको छ, हामीलाई यहाँको सत्ताले गर्नुपर्ने दिनुपर्ने सेवा सुविधाहरुको त्यो चाहिँ आशा र अपेक्षाहरुमा हामी आशातीत भएर बसेका छौं। त्यसकारण हामीले यी सामग्रीहरु बनाइराख्छौं र भनिराख्छौं र कसरी हामीले हाम्रो देश यही देशभित्रका नागरिकहरूले नै चलाउने हो, किनभने यो देशभित्रको सार्वभौम सत्ता तपाई हाम्रो हातमा छ। त्यसकारण हामी अलिकति जागरुक बन्न सकेनौं भने हाम्रो मुलुकलाई यो पछौटेपनबाट अगाडि लान सक्दैनौं। त्यसकारण हामीले समाधान व्यक्तिमा होइन, हामीले प्रणालीमा समाधान खोज्नुपर्छ। प्रणाली कसरी चल्छ भन्ने कुरा संविधानले निर्दिष्ट गरेको ऐन कानुनहरुले जुन कुराहरु दिशानिर्देश गरेको छ हामीले त्यसलाई पक्रिनुको कुनै पनि विकल्प छैन। त्यसकारण हामीले नेपालको संविधानले व्यवस्था गरे अनुसारका क्रियाकलापहरुमा हामी समावेश हुनुपर्छ। त्यसमा समावेश भएर नै हामीले यो देशको सबै चीजहरुलाई परिवर्तन गर्ने, अगाडि बढाउने त्यो सामर्थ्य राख्न सक्छौं। त्यसकारण मैले आम जनमानसहरुलाई यी दुनियाभरका कुराहरुमा नभौतारिन म आग्रह गर्न चाहन्छु। यही आग्रह तपाईहरुलाई फेरि पनि मैले पटक पटक भन्दै आएको छु, फेरि पनि दोहोर्याउन चाहन्छु। आज मैले टु दी पोइन्टमा विषयवस्तुको एउटा केन्द्र भागमा रहेर तपाईहरुलाई यो कुराहरु सम्झाउन खोजिरहेको छु। वास्तवमा के हो भने हामीले देशमा सुधार त खोजेका छौं, हामीले नीतिमा सुधार त खोजेका छौं, हामीले परिवर्तनको उत्कट चाहना प्रकट गरिरहेका छौं, तर ती चाहनाहरु कसरी हाम्रो हातमा, हाम्रा गोजीमा हैन, हाम्रा घरमा, हाम्रा चूल्हा चौकामा, हाम्रा खेतबारीमा, हाम्रा उद्योग धन्दामा, हाम्रा विद्यालयमा, हाम्रा अस्पतालमा है र हाम्रा चाहिँ यावत चीजमा कसरी ती चाहिँ आउँछन् त भन्ने कुरा चाहिँ त्यसको एउटा प्रक्रिया छ। त्यो प्रक्रियामा हामी प्रवेश गर्न कहीं चुक्यौं कि कहीं हामीले त्यो सोच्ने तरिकालाई गलत तरिकाले बुझ्यौं कि यही विषयलाई केन्द्रमा राखेर म आज तपाईहरुसित यो 8 मिनेट लामो भिडियोमा कुरा गर्दै छु। यो भिडियो 8 मिनेटको नै छ। यहाँलाई म हेरेर आफ्ना प्रतिक्रियाहरु जाहेर गर्न म हार्दिक अनुरोध गर्दछु। यहीँनिर मैले अब तपाईलाई विषयवस्तुको गम्भीर्यतातिर लैजान कोसिस गर्नेछु। त्यो गम्भीर्यतातिर लैजाँदै गर्दा हामीले देशको संविधान पल्टाउनु पर्छ अनि हाम्रो देशमा लागू भएका नियम कानुनहरुको अन्डरमा हामी सबै नागरिकहरु छौं। यो देशका नेतादेखि तलका रैतीसम्म हामी त्यो संविधानको अन्डरमा छौं। त्यसकारण हामीले त्यो संविधानको बोर्डरलाई क्रस गरेर अहिले जान सक्ने स्थिति छैन। हामी त्यो ऐन कानुन हैन तिनै प्रबन्धहरु भित्रबाट हामीले हाम्रा इच्छा र हाम्रा चाहिँ अभिलाषाहरुलाई साकार रूप दिने एउटा चाहिँ तपाईको चाहिँ बाटो खोज्न पर्ने एउटा स्थिति छ। तथापि के होइन भने हामीले संविधानलाई जस्तो छ त्यस्तै तरिकाबाट हामी चलिराख्नु पर्छ भन्ने होइन। संविधानलाई हामीले संशोधन गर्न सक्छौं, नियम कानुनहरुलाई हामीले संशोधन गर्न सक्छौं। त्यसको प्रक्रिया के हो त हैन, त्यो कसरी सम्भव छ त हैन।
हामीले एउटा बाटो बनाउँदा एउटा बिजुलीको पोल सार्न नसक्ने हाम्रो देशको परिस्थिति हैन, एउटा बाटो विस्तार गर्दै गर्दाखेरि एउटा दूरगामी महत्त्व राखेको एउटा चाहिँ प्रोजेक्ट बनिरहेको छ, त्यहाँ एउटा दुईटा रुख काट्नलाई पनि हामीले वर्षौं कुर्न पर्ने, त्यो हटाउनका लागि यस्तो खालको यो गन्जागोल स्थितिलाई हामीले प्रणालीगत सुधारबाट मात्रै समाधान गर्न सक्छौँ। हामी यसरी पछाडि परेका हौँ। हाम्रो देशको रोजगार हैन, हाम्रो देशको तपाईको उत्पादनको विषयमा हामीले केन्द्रित रहेर हाम्रा नीतिहरू बन्नुपर्छ। हामी विश्वको सबैभन्दा ठुलो जनसङ्ख्या भएको, विश्वको आधी जनसङ्ख्याको बीचमा एउटा सानो भूगोलमा बस्छौँ भनेपछि यो हाम्रो देश प्रगति गर्नका लागि हामीलाई पुँजी चाहिन्छ, हामीलाई स्रोत चाहिन्छ। वास्तवमा नेपाली जनताले आफू हामीलाई बुझ्नुपर्छ। यहाँ राजनीति गर्ने मान्छेहरूले त्यो दृष्टिकोणबाट, त्यो हाइटबाट चिजहरूलाई बुझ्नुपर्छ। हाम्रो देशमा हामीसँग के छ त? उत्पादनका साधन के छन्? हामीसित उद्योग धन्दा कल कारखाना के छ? हामीसित उत्पादन के छ अहिले हैन? हामीले उत्पादन गरेर हाम्रो बजार कहाँ छ हैन? यावत कुराहरूले हामीलाई चाहिँ यो विषयमा घोत्लिन बाध्य बनाउँछ। त्यसकारण मैले मेरो दृष्टिकोणबाट हाम्रो मुलुकलाई अर्थशास्त्रीय हिसाबबाट हेर्दाखेरि हाम्रो देशको राज्य सत्ताले दुईटा कुरामा ध्यान दिनुपर्छ। हाम्रो अर्थनीति हैन, हाम्रा नियम कानुन, हाम्रा नीतिहरू कसरी तर्जुमा हुनुपर्छ भन्ने विषयमा मैले यो दुईटा विषयलाई केन्द्रमा राखेर सोचेको छु। हामीसँग यति ठुलो जनसाङ्ख्यिक लाभ छ, यति धेरै मान्छेहरू हाम्रो वरिपरि दाहिने र बायाँ हैन, उत्तर र दक्षिणमा यत्रो ठुलो आधी विश्व हाम्रो यता र उता छ। त्यो बीचमा हामी सानो भूगोलमा छौँ। अनि हाम्रो भूगोल कस्तो छ भन्दा हामीसित प्रशस्त जमिन छ, हामीसित प्रशस्त जल छ, हामीसित प्रशस्त तपाईको चाहिँ त्यो चाहिँ वन छ र हामीसित त्यो विश्वले तपाईको सबैभन्दा उत्कृष्ट ठहराएको त्यो पर्यावरण हामीसँग छ। हामीले यसैलाई आफ्नो स्रोत मानेर हाम्रा नीतिहरू बनाउनु पर्छ। सबैभन्दा हाम्रो देशको सबैभन्दा ठुलो स्रोत, आयको स्रोत भनेको पर्यटन हो। यो पर्यटन क्षेत्रलाई सरकारी नीतिबाट हामीले यसको प्रवर्धनमा टेवा गर्यौं र यसमा वैदेशिक अथवा स्वदेशी पुँजीलाई तपाईको चाहिँ लगानी गर्न सक्यौं भने हामीसँग अटोमेटिक रूपमा रोजगारहरू खुल्न थाल्छन् है। हामीले यसलाई चाहिँ एउटा कन्जीमा जकडेर राखेका छौँ। यसलाई खुल्ला गराउनलाई सरकारले नीति बनाउनु पर्छ। यसमा वैदेशिक लगानीकर्ताहरूको पनि आकर्षण हुनु पर्यो। नेपालको कानुन र संविधानको मातहतमा रहेर उनीहरूले यहाँ व्यवसाय गरेर धन कमाएर लान पाउने नीति पनि बनाइदिनु पर्यो। त्यो भयो भने हाम्रो तपाईको चाहिँ पर्यटन व्यवसाय बेसकरी चाहिँ तपाईको फस्टाएर जान्छ। विदेशी पुँजी निवेशकर्ताहरूले पनि यहाँ आएर त्यो व्यवसायहरूमा ठुलो लगानी गरेर यहाँको रोजगारहरू त्यहाँ सिर्जना हुन्छ। जब चाहिँ तपाईको त्यसरी चाहिँ रोजगारी सिर्जना भएर पर्यटन उद्योगले एउटा गति लियो भने हाम्रो यहाँ उत्पादन भएको चिजले स्वतः यहाँ बजार पाउँछ। यो नीतिमा केन्द्रित भएर हाम्रो राष्ट्रले त्यस्तो खालको नीति अवलम्बन गरेर अगाडि बढ्यो भने हामी छिट्टै समृद्धिको एउटा तपाईको चाहिँ उचाइमा पुग्छौँ। अन्यथा हामीसँग कुनै पनि तपाईको विकल्प छैन। हाम्रो मुलुकको जुन अर्थ राजनीति, यहाँको राजनीति जुन पनि छ, जस्तो परिवेशमा हामी छौँ, यो 8 मिनट भने थिएँ, यो 10 मिनटमा पुग्ने भयो। त्यस कारणले मैले बाँकी कुराहरूलाई अर्को मेरो भिडियोमा धारावाहिक रूपमा यहाँहरूको बीचमा भन्ने छु। यो चाहिँ तपाईको चाहिँ मनोविज्ञानबाट हैन, यो दृष्टिकोणबाट हामीले नीतिहरूको निर्माण गर्न सक्यौँ भने हामी छिट्टै संसारकै सबैभन्दा सुखी नेपाली बन्न सक्छौँ
होइन। अनि हाम्रा नेपाली जनताको मुहारमा खुसियाली त्यो हामीले देख्न सक्छौँ भन्ने मलाई लागेको छ। मैले यसरी यो हाइटबाट मैले सोचिरहेको छु है। अब अरूलाई कस्तो लाग्छ कमेन्ट गर्नुहोला, त्यसपछि अरू कुराहरू हामी गर्दै जानेछौँ। हस्त नमस्कार।